आदरणीय मित्रहरू नमस्कार। आज वीर्यपात बिना के सम्भोग सुख प्राप्त हुन्छ त? हुन्छ भने कहाँ र कसरी हुन्छ, कति समयसम्म हुन्छ भन्ने विषयमा केन्द्रित रहनेछ। यसै विषयमा हामी चर्चा गर्नेछौँ र त्यो सुख प्राप्त गर्ने विधि के हो भन्ने विषयमा पनि चर्चा गर्नेछौँ। र यो ध्यान साधना जपद्वारा कुण्डलिनी शक्ति जब जागरण हुन्छ तब ऊर्जा माथि उठ्ने र माथि उठ्दै गर्दा त्यही ऊर्जाको कारणले, ऊर्जा प्रवाहको कारणले आनन्द प्राप्त हुने कुरा आज हामी विशेष रूपले चर्चा गर्नेछौँ। अघिल्लो भिडियोमा सम्भोग सुख स्वादिष्ठान चक्रमाथि हुन्छ भन्ने मेरो जुन आफ्नो अनुभव थियो त्यो बताएको थिएँ। आज भने त्यसको विषयमा विस्तृत रूपले बताउने छु। ल आउनुहोस् मित्रहरू, सर्वप्रथम सम्भोग सुखको कारण के हो भन्ने विषयमा हामी थोरै चर्चा गरौँ। सम्भोग सुखको कारण वीर्यपात हो या ऊर्जा प्रवाह हो? यो विषयमा सामान्यतया मानिसहरूले प्रश्न पारेको हुँदैन अथवा प्रश्न हुँदैन। सामान्यतया मानिसहरूले सोच्दछ वीर्यपात नै सुखको कारण हो भनेर सोच्दछ। जब यस विषयमा मानिस स्पष्ट हुन्छ तब योग दर्शनमा बताएको ब्रह्मचर्यको विषयमा सही तरिकाले बुझ्न सक्छ। सामान्यतया मानिसहरूले सम्भोग सुखको कारण वीर्यपात हो भन्ने ठानेको हुन्छ, तर त्यसो नभएर त्यो सुखको कारण केवल ऊर्जा प्रवाह हो। किन त भन्दा भ्यासेक्टोमी गरेको व्यक्ति अथवा अपरेसन गरेको व्यक्ति जो हुन्छ त्यसमा वीर्य हुँदैन र वीर्यपात पनि हुँदैन, तर उसले पनि सम्भोग सुख प्राप्त गरेको हुन्छ। र अर्को 12-13 वर्षको बच्चामा वीर्य उत्पत्ति भएको हुँदैन, त्यस्तो अवस्थामा पनि उसले सम्भोग सुख प्राप्त गर्न सक्छ। त वीर्यपात नहुँदा पनि जुन सुख प्राप्त गर्दछ यसबाट प्रष्ट हुन्छ कि ऊर्जा प्रवाह नै सुखको कारण हो भनेर बुझ्न सकिन्छ। यसबाट स्पष्ट हुन्छ। र जब त्यो ऊर्जा तल प्रवाहित हुन्छ त्यो बेला पनि सुख प्राप्त हुन्छ र त्यही ऊर्जा जब माथि प्रवाह हुन थाल्दछ तब पनि सुख प्राप्त हुन्छ भन्ने कुरो हामीले बुझ्नुपर्छ। फरक यति मात्र हो कि त्यो ऊर्जा जब तल प्रवाहित हुन्छ, तल बाहिर निस्किन्छ, तब त्यो क्षणभरमै नष्ट भएर सकिन्छ र आनन्द पनि एक क्षणमै सकिन्छ। तर त्यही ऊर्जा जब माथि प्रवाहित हुन थाल्दछ तब पनि आनन्द प्राप्त हुन्छ, तर त्यो आनन्द स्थायी प्रकृतिको हुन्छ, किनकि ऊर्जा बाहिर निस्केर त्यहाँ सकिने क्षण हुने ठाउँ रहँदैन। त्यसै कारणले ऊर्जा पनि स्थायी रूपले रहन्छ, स्थायी रूपले प्रवाहित हुन्छ र स्थायी रूपले त्यो आनन्द पनि त्यो दिइरहेको हुन्छ। त्यो आनन्द स्थायी खालको हुन्छ। जबसम्म साधक चाहन्छ म यो आनन्द प्राप्त गरिरहँ भनेर, तबसम्म उसको इच्छामा त्यो आनन्द उसले प्राप्त गर्न सक्छ। र अब फेरि अर्को प्रश्न उठ्छ कि सो ऊर्जा माथि प्रवाहित कसरी गर्ने त भन्दा यसको जवाफ हो योग ध्यान र मन्त्र साधना। यी साधनाद्वारा कुण्डलिनी शक्ति, कुण्डलिनी ऊर्जा जुन हो त्यसलाई माथि प्रवाहित गर्न सकिन्छ र स्वैच्छिक रूपले सुख लिन सकिन्छ। आफ्नो अधीनमा रहन्छ त्यो सुख। कुण्डलिनी ऊर्जा माथि प्रवाहित गरिसकेपछि त्यसलाई हामी आफ्नो इच्छा अनुसार माथि लैजान्छौँ। त्यो बगेर बाहिर जाँदैन। अथवा जसरी हामी एउटा पानीको पाइपको टुटी बन्द गर्दाखेरि त्यो पानी मूल स्रोतमा जान्छ, त्यसै गरेर ऊर्जा पनि माथि उठ्दै जान्छ, सहस्रसार चक्रसम्म पुग्दछ र त्यही शिव र शक्तिको मिलन हुन्छ। तब जीव सदाको लागि आनन्दमय पद प्राप्त गर्दछ र सदाको निम्ति आनन्दित हुन्छ। आदरणीय मित्रहरू, आजको लागि यति नै। नमस्कार।